सो हेलो साथीहरु, वेलकम ब्याक टु द अनदर भिडियो। अनि आजको विषयवस्तु चाहिँ पूजा सम्बन्धी रहेको छ। नुवागी पूजा भन्छ है, जुन पूजा चाहिँ हाम्रो मामाकोमा रहेको छ। म यो कोसेली बोकेर जाँदैछु है त साथीहरु। यो चाहिँ अनिवार्य हुन्छ। वेदर यस्तो छ, क्लाउडी। अनि मेरो आज भिडियो बनाउनुको मूल उद्देश्य चाहिँ के हो भने तपाईहरुलाई के छ त कि नुवागीमा हामी कसरी चाहिँ मनाउँदो रहेछौँ र भन्ने विषयवस्तुहरुलाई चाहिँ देखाउनको लागि क्याप्चर गर्दैछु है त साथीहरु। होप्सो खिच्न पाउँछु होला। अब हुन त गइसकेपछि अलिअलि काम त गर्नु परिहाल्छ। यी कामका दौरानमा पूर्ण रूपमा चाहिँ क्याप्चर गर्न पाउँदिन होला। म नै खिचेर हाल्छु है। अब यो डकुमेन्ट्री टाइपमै खिचेर हाल भन्नुहुन्छ नि, पछि मजाले गरौँला। तर अब अहिलेलाई चाहिँ मैले यतिकै र भर्जनमै हाल्छु है त। बाटो चाहिँ एकदम यस्तो छ, पहिरोले बिगारेर के भन्छ यसलाई, भीषणदेखि पनि भीषण वाइल्डै पहिरो गएको थियो यहाँ चाहिँ त। कसलाई पुगेछ यहाँबाट हेलो माइजू अहिले राम्रो फुल छ। गुड मर्निङ। ल यस्तो बवाल भइसकेको छ यार। यो मामाको घर हो साथीहरु। 4 इयर्स जति भयो मुन्ना आएको। कस्तो सोही भइसकेको छ। एभोकाडो, तारिकाट, किवी, सुन्तला, जस्मिन फ्लावर। यो चाहिँ यस्तो मिठो हुन्छ नि यसको स्मेल होइन साथीहरु। के है मासु ब्ल्याक क्याट। कौन है? के चाहिँ ह्यान्डसम बुढा मन्त्रीहरुको आज त झन् छिटो उठेको। पूजा कहाँ हो मामा काका? उयो मैजरिम्बा मामाको नि है। मैजरिम्बा मामाको अलि उता कता यता डाँडा त पहिले त्यता पुग्नु पर्यो, पुऱ्याइदिनु पर्ने अरे। बाटो जाँदा हुन्छ ल। यस्तो बवाल छ साथीहरु हेर्नु त। यो चाहिँ असली गाउँको रेटो हो क्या होइन। तर कहाँबाट जाने? तल्लो बाटो हो काका, यो तेर्सो बाटो। यहाँ एकै दिनमा 2 जना मामाहरूको पूजा भइरहेछ कि। सो यो पहिला कसैले पल्लो मामाकोमा पुऱ्याउँ अनि फेरि रिटर्न ब्याक टु दि हियर है त साथीहरु। आई थिङ्क यो माथि रहेछ। यसरी पोखरी बनाउनु पर्छ यहाँ नि, भरे कुखुरा खेल्ने ठाउँ। यो कहाँ राखिदिउँ मामा? थुन्चेमा? छुनु हुँदैन? हाम्बे इबे हामीले घरबाटै ल्याउनु पर्छ अरे हाम्रो रीति अनुसार। यो चाहिँ किन भन्ने कुरा चाहिँ थाहा भएन है। काम द्रुत चल्दैछ। अब म पल्लो मामाकोमा जान्छु होला। यस्तो छ वेदर।
अब उता भतिजलाई देखाइदिन्छु नि त म होइन यो रन्जीले जै पनि पुग्छ भन्दा काका चाहिँ पुगेको भनेर भन्नु नि काका चाहिँ मजा गयो नि आइपुगिहाल्दो रहेछ भन्नु कि हो यो म चाहिँ भन्दिनँ ल फर्के अस्तिको मैले तर निकाल्नै बाँकी छ खोइ काकाले हाल्दै हाल्नु भ्याएको छैन अलैँची बारी कुद्दाखेरि त्यही त मैले हेर्छु आउँदैन अब आउँछ त आएको छ भन्दै थियो क्या ए होइन त्यो डाँडा मेरो एक्लो मात्रै हो ए चिया खाएको मात्रै छैन ल तिमीहरूलाई नि सम्झना हाम्रो पहिला कति राम्रो बाबाले देख्छ हेलो जेनित हजुर भन्नु न अझै के भयो खै यता सानो सृष्टि नाम के भयो अरे सानो सृष्टिको त वर्षा होइन ओहो ऐश्वर्या तेरो बाउलाई खुब मन परेको नाम हो यो पहिला मान्छे पनि हेर्नु ठ्याक्कै बोल्छ त फेरि मान्छे हेर्नु मेरो एउटा छोरीले चाहिँ 11 जना ज्वाइँ ल्याइदियो भने 11 जना कसको एउटा बुनेको एउटा गुरुङ थियो कि एकजनाको 11 वटा एउटा छोरी 11 ठाउँ एउटा 11 वटा ज्वाइँ ल्याइदियो भने 11 निकै फारो मान्छे रहेछ उता पोखरी जान आम्बेटुए ऊ तल्लो निङ्गाला भएकोमा बासुको तल्लो ए ल खासमा मेन पूजा चाहिँ यहाँ हुन्छ यो बारेको पोखरीमा म त्यही अब ढिलो आइपुगेँ खिच्न पाइनँ अब मैले अघि नै अवगत गरिसकेँ तपाईँहरूलाई यदि तपाईँहरू चाहिँ अब यसको डिटेली हेर्न चाहनुहुन्छ अब यसको चाहिँ अब प्रोसेसहरू हेर्न चाहनुहुन्छ भने चाहिँ म एउटा डकुमेन्ट्री नै बनाउँछु भने चाहिँ हाम्रो यो एउटा के भन्छ एउटा संस्कृति हो त्यसलाई चाहिँ हामीले जान्नुपर्छ जगेर्ना गरिराख्नुपर्छ यो राईहरू किराँतीहरूको चाहिँ अनिवार्य नै हो होइन यो खासमा एउटा प्रकृतिको पूजा हो अब यस पश्चातभरि चाहिँ अनिवार्य पूजा हुन्छ एउटा हाम्रो कुल पूजा हुन्छ माङ्सुक भ्याएसम्म म खिच्छु यहाँ अब पोखरी हुन्छ यहाँ अनि पूजा यहाँ बसेर चाहिँ यो थानमाथि यहाँ चाहिँ याडाङमा हाम्रो पुजारी काम्नुहुन्छ अनि यहाँ कुखुराको बलि दिन्छ भनेको काटेर यहाँ छोडिन्छ एक खालको प्रोसेस धारा भइहाल्यो अनि लगेर चाहिँ पर पकाइ तुलाइ गरिन्छ अनि अर्को रमाइलो कुरा चाहिँ म यहाँ पैसा गाडीमा छु साथीहरू सब पैसा हो है त के आनन्द आउँछ नि साथीहरू पैसा बारी बिचमा बस्नु पाउँदा त्यस्तो छैन वेदर सक्नु दाजु उता उहाँ चाहिँ हाम्रो याडाङबा बाँकी छ नि यहाँ पनि तिम्रो फर्स्ट टाइम होला होइन होइन नुहागी हो र र मोती आउँदा यहाँ कुखुरा पकाउँदै हुनुहुन्छ ठिक हुनुहुन्छ ओके गुड गुड काका के भयो जाँड देख्दा एक मना यो जाँड देखेर एक महिना थुक्ने हिँड्ने मान्छेहरू पनि छन् अब मैले पनि व्यक्त नगरेको मात्रै हो होइन म पनि मनमनै छु पछि लाइनमा आलुमा समात त्यसको आलुमा सानो सानो चिन्दो रहेछ मोमो हो त्यसको नाम मोमो मोमो भन्नु मोमो उचाल उचाल जुरुक्कै बोक 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 न बोक
टोक्दैन पोक पोक खेल्दो रहेछ योसँग त मसँग त भाग्दै थियो हिजो आइज म चिनिस यो चाहिँ मासु गन्ध पाएँ यहाँ यसको नाम चाहिँ मोमो है साथीहरू यो केटी हो केले कामदैछ त यस्तै थियो स्कुबी पहिला यसको खुट्टा लामो छ है हल्का डल्लो तर यो किन कामेको डरले हो हेर त जिउ ट्याक्कै डराइ डराइ खेल्दैछ म यहाँ करि मान्छेसँग बस्नु दामी भयो क्या होला गाउँमा चाहिँ साथीहरू खुट्टा धुनु चाहिँ मजा छ क्या सट्ट जाने यसरी गर्ने सक 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 भइगयो यो रमाइलो छ है साथीहरू यस्तो छ हेर्नुहोस् त घडेरी यहाँ नि बनाएछ त बुढाले यहाँ जाप्निज होला हामीलाई ए सय नाति है नाति गयो क्या गएछ पप्पा भइसक्यो या साथी हो बाजे भइसक्यो बाजे भोकले रिङाडा चलिसक्यो फेरि यो पूजा नसकिकन खानु मिल्दैन कि लगभग तर पूजा त सक्यो यो नुहागी चाहिँ अब हामी जङ्गलमा गर्छौँ अनि भरे माङसुक चाहिँ कुल पूजा चाहिँ घरमै गर्छौँ आज त खाएको खाएकै नि साथीहरू ग्रिनेरी पैसा है त साथीहरू यो पछिल्लो पुस्ताको लागि खिचिदिइराखेको के नाता नातिनीले हेर्ने ठाउँ राख्नु परेन त हेराउनु पर्यो देखाउनु पर्यो म कस्तो थियो त भनेर बिर्सिनु हुँदैन यस्तो बनाउनु अच्छा खिचडी बन्दैछ कान्छा बाइकमा उयो पनि अलिअलि पूजा गर्दा पनि आश्रित म त जहाँ पनि तपाईँ अब पहिला मामाले खिचिदिनु भएको थियो हाम्रो किन दुईजनाले आने आसी अनि पूजा वायङको राजा अब चाहिँ हाम्रो पूजा सकिएर खानुमा लाग्यो धमाधम भन्नु न त अब चाहिँ भन्नु यो चाहिँ हाम्रो अब रीतिरिवाज इगो कानिमे इगो चाहिने इगो कानि क्यारे हो नुहागी गर्नुपर्ने अब यहाँ खस्यो चौचम्मी चुङमरा न इगो इगो जति सेउखामा गरे पनि इगो मोनो यम्बुक मसे गर्दाखेरि अब सबै इष्टमित्र दाजुभाइ सम्पूर्ण सुममा ऱ्यापमा पर्ने मसे गर्दाखेरि कानी एकदम आइजाइ हाङहाङ खुसियाली रूपले मनामा ऱ्यापमा पर्ने मसे गर्दा के आन्छै सबैलाई इगो मिडिया बेबी नमस्कार नमस्कार के भन्दै थियो अरे माइजूले Dong dong ya dong dong. Ini be warek pagano tu ma tai tinggal raiso epa ma. Ini be kakse Korea be nang ung nang. Aku ya bung nang. Be kepso nane. Lu akro le. hakso Lu haksu. Kanggai mau ret. Kepso. Ayo aku nana mi warek. Hang mite semiu. Warek ini be wa ung bawa. Ketu ji aku ya bung nak mati. Bodoh le ya yo isu kanane. ल ल Aku खाऊ Aku ingat ya, kan. Ya kamu ke. Aku dong boy ku ani, kayak muak su kan. ल नम्मेको मेरो आज भाउ घटिसक्यो किन सधैँ पनि म आमा अब त यत्रो आमाको म त नाति नि
तर त्यो एउटाले नि हुन्छ ल बेटा थाल याङमा उता खाएर आउँछ मिठो नयाँ थालमा हाइको फेरि त्यो सुनको थाल हो खोर्सानी सब लागे नुन लाग्यो अरे काकाले सोधे एकदम चोटिला मिठा आको सुखा भने नाक्पा मातान काकालाई गोल्ड मेडल दिनुपर्ने हो नि त मैले मानेको हो के जापानीको जस्तो सिन्काले खानु नाक्पा मास्टर है हाम्रो काका नाक्पा मास्टर के को नाप्पामा हो उजलै चलाइदिन्छु नि बुढालाई म वेटर बोलाउँछु ए के अरे कुक जापानिज आएर बटन जापानिजको यो पकाइदियो भने नाम आउँछ पैसा काट्नु दिनु जतासले पैसा काट्नु दिने माथि फटा खिचा प्राप्ति छ ओए खाक्सौ दिन माजिन फक्सौ ना ना खाक्सौको भए नुरो नुरो हाम्रो आज नुहाई पछि नाता नातिलाई खिचेको हो क्या अर्ग्यानिक तुना किन्नु न भन्छ तिम्रो भात पस्किदिन्छु अहिले थाल केको दुःख हुन्थ्यो रह यो त खासमा जाँड चाहिँ यहाँ खानुपर्ने हो ड्रङ्कन मास्टरहरूले अनि यो आछे त दिएन कठुवा ए छ जोडी मिलिदेलो निची धन्यवाद थुबाजु मईको फेरि लाग्छ यो मेरो अनि चम्चीको भ्यान नियो इग अप्पै सारा नुबा टुए र यो सानो पड्काउँदिन फेरि सिक्दैछु